हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। सबैजनालाई नमस्ते। अनि आज चाहिँ म बिहान कहाँ आएको छु भने नि हाम्रो ब्युटिफुल गार्डनमा आएको छु कि तरकारी पकाउनु होला भनेर बिहान बेलुका सोच्दै हुनुहुन्छ भने यसरी तरकारी लगाउनुहोस् है। म देखाइदिन्छु ल। यो चाहिँ हाम्रो बारीको काउलीहरू है। हेर्नुहोस् त कति धेरै छ है काउलीहरू। कोही आउँदैछ, कोही आइसक्यो। यो चाहिँ प्याज अनि यो चाहिँ रायोको साग। अझ उता पनि छ, म देखाउँछु र अहिले गएर। म चाहिँ अर्को ब्युटिफुल गार्डनमा जाँदैछु। यो चाहिँ घिउ सिमी, यसलाई चाहिँ घिउ सिमी भन्छ। यो चाहिँ लसुन। म देखाउँदैछु। यता पनि छ काउली, बडकाउलीको साग। यो सुक्खु साग, हेर्नुहोस् त काउलीहरू अगाडि। यो मार्फा, यो लसुन। म चाहिँ धनियाँ टिप्न आएको कि यो धनियाँ देखाउँछु। यो भित्र जान त मिल्दैन। घिउ सिमी हेर्नु त। घिउ सिमी, केराउ पनि छ। हाम्रो चाहिँ सबैमा चाहिँ टिप्यो, यति टिप्यो। मेथी पनि छ, सबै घरमै छ। हाम्रो त सबै घरमै छ कि। यसको नाम चाहिँ आउँदैन कि। यो पनि छ, हेर्नुहोस् न। यो राजमा होला, त्यस्तै लाग्यो हो कि होइन। म अब उता देखाउँछु ल। आलु पनि छ, ल हेर्नुहोस् न। आलु, सब आलु। सुक्खु साग यहाँ पनि छ।